ल साथीहरू, मेरो छोरालाई ढेँडो दिन लाग्यो है। के भन्दो रहेछ यसलाई? बाबु कोलिन भात ल्याइदिएको। ल भात खा। ल हात धोएर उठ्छु। मोबाइल राख्ने अनि हात धोएर आउने। मिची है त्यो भात के फुइ भयो त? त्यो भात किन दिनु भएको? त्यो सुरुको भात हो के? देउता बाजेलाई सुरुको भात दिनुहुन्न नि त, त्यही भएर जोगी बाजेलाई दिनुहुन्न नि बाबुलाई सुरुमा दिएको। ल बाबुले ढेँडो कसरी खान्छ रे? हेलो गाइस, ढेँडो यसरी खानु पर्छ। कसरी? अचार छैन? छ। ल खाउनु पर्यो, त्यो झोलसँग खाऊ। गाइस यस्तो खाना अलिक ठुलो खाऊ न। हुन्छ। त्यो त ठुलो भयो। फु गर्दा खाऊ, तातो छ क्या, झोल चिसो छ। मिठो हो। बाई बाई। फु गर्दा खाऊ। एकछिन लाग्नु, धेरै तातो भयो। फु गर्दा यस्तो झोलसँग खानु गाइस। बाबुलाई भात किन मन पर्दैन? धेरै खान्छ। बाजेले के गर्नुहुन्छ रे? धेरै खान्छ। खान्छ धेरै खानुहुन्छ। अनि बाजे त बुढो भएर दाँत नभएर पो ढेँडो खानुहुन्छ। मेरो पनि दुख्छ त। मेरो पनि दाँत छैन त, अनि यहाँ पनि दुख्छ त। खै यहाँ खै अगाडिको दाँत देखाइदियो न। अनि यो तिनवटा अखिले गएन, यो युगजीमा, यो युगजीको वान पुग्न लाग्दा, अनि यो वानमा, यो पनि वानमै पुगाएको होइन। दाँत नभएर पो ढेँडो खाएको हो। कसरी खान्छ ढेँडो? हेर्नुहोस् होला। झोल फेरि कसरी खान्छ? सुरुप